आज म हजुरको लागि एकदम मिठो चीज कर्न एन्ड ब्रोकली डिमसमको मिक्सरको रेसिपी लिएर आएको छु। हेर्नुस् कसरी बनाउने। हामी बनाउनुतिर लागौँ। सबभन्दा पहिले मैले गरम तेलमा झन् गरेर लसुन हाले। लसुन हालिसकेपछि फ्याट पाएर अदुवा हालिहाल्ने। त्यसपछि यसमा ग्रिन चिल्ली हालिहाल्ने। त्यसपछि मैले यसमा हालेँ अनियन। त्यसपछि मैले यसमा काटेको ब्रोकली र कर्न एड गरेँ। यसलाई एकैछिन खर्ल्याङ गरेर टोस्ट गर्ने। टोस्ट गरिसकेपछि हामी यसमा सिजनिङ गर्नतिर लाग्यौँ। सिजनिङमा मैले एरोमेट हालिदिएँ, नमक हालिदिएँ, व्हाइट पेपर हालिदिएँ, अनि यसमा मैले एड गरिदिएँ म्यागी सिजनिङ, लाइट सोया सस। यसलाई एकैछिन हल्ला हुने राम्रोसँग। एकदम मिठो रेसिपी हो, हजुरहरू ट्राई गर्नु होला एकचोटि। अनि मैले यसमा लास्टमा एड गरिदिएँ पोटेटो स्टार्च। पोटेटो स्टार्चले के हुन्छ भनेपछि हजुरले बनाउनु सजिलो हुन्छ र मिक्सरमा बाइन्डिङ राम्रो आउँछ। यसलाई एकैछिन खरल्ने। अब हाम्रो मिक्सर पनि रेडी भइसक्यो। अब पालो आयो हाम्रो यसमा चिज एड गर्ने। मैले चिज पहिला नै ग्रेट गरेर राखेको थिएँ। मैले राम्रोसँग मिक्स गर्ने। मिक्स गरिसकेँ। हेर्नुहोस् कस्तो राम्रो देखिएको, खाउँ लाग्ने। तपाईँलाई चिसो गर्नतिर लागौँ, चिसो गरेर राखिदिने। हजुरलाई भिडियो मन पर्यो भने लाइक गर्नु, कमेन्ट